हेलो गाइज नमस्ते। तपाईँ जापानमा हुनुहुन्छ भने अहिले भनेको चाहिँ 10 महिनाको 8 तारिकसम्म है 8 तारिकसम्म चाहिँ कोकुसेई चौसा भनेको चाहिँ जनगणनाको हामी फर्म भरेर चाहिँ बुझाउनु पर्नेछ। यो भनेको रुल हो। सबै भनेको जापानी मान्छे पनि विदेशी मान्छे पनि यो फर्म भनेको भरेर चाहिँ बुझाउनु पर्नेछ। बुझाएन भने जापान सरकारले चाहिँ यसको चाहिँ तोकेको चाहिँ मापदण्ड अनुसार भनेको चाहिँ उसले केस गर्यो भने तपाईँ चाहिँ गोजुमान भनेको चाहिँ 50 लाखसम्म चाहिँ हुन अब जरिवाना भनेको लाग्ने छ भने कस्तो खण्डमा चाहिँ भरेर बुझाएन भने अर्को चाहिँ कसैको न अरू मान्छेको इन्फर्मेसन हालिदियो भने अरू मान्छेको नाम अरू मान्छेको एड्रेस अरू मान्छेको कम्पनीको नाम अरू मान्छे हुन अब पर्सनल डाटा हाल्यो भने त्यस्ता मान्छेको चाहिँ 5 लाखसम्म चाहिँ जरिवाना लाग्न सक्ने भनेको चाहिँ यो चाहिँ रुल भनेको तोकेको छ। तर यसमा के छ भन्दाखेरि अहिलेसम्म चाहिँ कुनै पनि मान्छेले चाहिँ जरिवाना भनेको तिर्न लगाएको छैन। यो भनेको तपाईँको डाटा भनेको छैन। यसको रुल भनेको के छ भन्दाखेरि फर्म भरेर बुझाएन भने अरूको डाटा हाल्यो भने 5 लाखसम्म जरिवाना भनेको लाग्न सक्छ भने तर भन्दाखेरि अहिलेसम्म चाहिँ कसैले चाहिँ जरिवाना भनेको लिएको छैन हैन। तर हामी चाहिँ हाम्रो जिम्मेवारी के भन्दाखेरि हाम्रो कर्तव्य के भन्दाखेरि हामी सबै भनेको जापान भएको मान्छेले चाहिँ विदेशी मान्छे चाहिँ यो फर्म भरेर चाहिँ हामीले बुझाउन धेरै जरुरी छ। अब हामी फर्म कसरी भर्ने है? तपाईँ जापानमा चाहिँ विद्यार्थी भिसा हुनुहुन्छ अथवा चाहिँ वर्किङ भिसा हुनुहुन्छ, तपाईँ रुममा चाहिँ एक्लै हुनुहुन्छ भने है रुममा तपाईँ एक्लै हुनुहुन्छ भने हामी यो फर्म कसरी भर्ने कसरी भनेको हामी बुझाउने यसको बारेमा तपाईलाई भिडियो मार्फत म देखाउन गइरहेको छु। सुरुमा के छ भन्दाखेरि हामी यो फर्म भर्ने बेलामा हामीले पेन्सिलले फर्म भर्ने हो। पेन्सिलले सबैभन्दा माथि यहाँ के छ भन्दाखेरि देनवा बानको भनेको चाहिँ आफ्नो भनेको मोबाइल नम्बर चाहिँ यहाँ लेख्नु होला। 1 नम्बरमा के छ भन्दाखेरि तपाईँ चाहिँ वर्किङ भिसामा हुनुहुन्छ भने वर्किङ भिसामा हुनुहुन्छ भने तपाईँ चाहिँ सबैभन्दा अगाडिमा टिक लगाउनु होला भने यदि तपाईँ चाहिँ गकुसेई भनेको विद्यार्थी भिसा हुनुहुन्छ भने यसमा चाहिँ तपाईँले टिक लगाउनु होला। 2 नम्बरमा के छ भन्दाखेरि तपाईँ होइन अब तपाईँ बसेको त्यो रुममा चाहिँ कतिजना हुनुहुन्छ। सिंगल हो भने हामी 1 लेख्ने, तपाईँ केटा हो भने केटामा, केटी हो भने हामी केटीमा चाहिँ टिक चाहिँ हामी चाहिँ 1 भनेको लेख्ने। केटी 2 जना भयो भने 2 जना केटी लेख्ने, केटा 2 जना भने यहाँ 2 लेख्ने। अब सबैजना कतिजना छ भने हामी अगाडि भनेको यहाँ लेख्ने हो। 3 नम्बरमा के छ भन्दाखेरि तपाईँ चाहिँ रुम भाडा तिर्नु भएको छ भने तपाईँ चाहिँ अपार्टमेन्टमा मानसनमा बस्नु भएको छ भने हामी सेकेन्डमा हामी चाहिँ टिक यहाँ हामी लगाउने। 4 नम्बरमा के छ भन्दाखेरि तपाईँ चाहिँ होइन अपार्ट र मानसनमा बस्नु भएको छ भने तपाईँको त्यो अपार्ट अथवा मानसन भनेको त्यो बिल्डिङ कति तल्लाको छ। मानौ तपाईँको बिल्डिङ 5 तल्लाको छ भने हामी 5 यहाँ लेख्ने। यसमा के छ भन्दाखेरि तपाईँ चाहिँ कति तल्लामा बस्नुहुन्छ त्यो हामी चाहिँ यसमा चाहिँ लेख्ने होइन। 5 नम्बरमा के छ भन्दाखेरि तपाईको नाम के हो नाम यहाँ लेख्ने। केटा भने हामी केटामा टिक हान्ने, केटी भने हामी केटीमा चाहिँ टिक हान्ने। 6 नम्बरमा के छ भन्दाखेरि अब 6 नम्बरमा के छ भन्दाखेरि तपाईको त्यो रुममा चाहिँ अब तपाईको बुवा आमा छोरा छोरी डिपेन्ड भिसामा अरू को छ भने को हुनुहुन्छ त्यो हुनुहुन्छ भने हामी टिक हान्ने। तर भन्दाखेरि तपाईँ सिंगल हो भने सबैभन्दा हामी अगाडिमा टिक हामी हान्ने। 7 नम्बरमा के छ भन्दाखेरि तपाईको तपाईँ जन्मेको साल र महिना होइन। यो भनेको के हो हेइसेई भनेको के हो मेरो भनेको 1993 भएको हुनाले गर्दाखेरि मेरो हेइसेई भनेको गोनेन हो। तपाईको जन्म कहिले भएको हो त्यो होइन। अब मानौ तपाईको होइन 1998 मा हुनुहुन्छ भने 1998 नेनो हेइसेई हामी लेख्यौँ भने तपाईको होइन गुगलमा चाहिँ आउँछ होइन तपाईको हेइसेई कति हो त्यहाँ हामी वर्ष लेखेर महिना भनेको लेख्ने। 8 नम्बरमा के छ भन्दाखेरि तपाईँ चाहिँ विवाह गर्नु भएको छैन भने तपाईँ जापानमा सिंगल हुनुहुन्छ भने सबैभन्दा अगाडि हामी यहाँ टिक हान्ने। सबैभन्दा अगाडि हामी यहाँ टिक हान्ने। 9 नम्बरमा के छ भन्दाखेरि तपाईँ होइन विदेशी हुनुहुन्छ भने गाई कोकुमा हामी टिक हानेर तपाईँ आफ्नो देश भनेको नेपाल भने हामी नेपाल यहाँ लेख्ने। 10 नम्बरमा के छ भन्दाखेरि तपाईँ चाहिँ अब चाहिँ होइन अब अहिले तपाईँ होइन अब त्यो ठाउँमा बसेको कति भयो तपाईँ होइन अहिले त्यो ठाउँमा बसेको कति भयो। मानौ न तपाईँ त्यो ठाउँमा चाहिँ अहिले चाहिँ 1 वर्ष मात्र भएको छ भने हामी चाहिँ यहाँ यसमा हामी टिक हान्ने। तर भन्दाखेरि तपाईँ भने त्यो ठाउँमा 1 वर्षभन्दा माथि 5 वर्षभन्दा तल भएको छ भने हामी सेकेन्डमा हामी टिक हान्ने। 11 नम्बरमा के छ भन्दाखेरि तपाईँ चाहिँ 5 वर्ष अगाडि कहाँ हुनुहुन्थ्यो
सपोज तपाईँ 5 वर्ष अगाडि भनेको नेपालमा हुनुहुन्थ्यो भने हामी गाई कोकुमा हामी टी खान्ने। तर भन्दाखेरि 5 वर्ष अगाडि तपाईँ चाहिँ त्यही सेम ठाउँमा हुनुहुन्थ्यो भने हामी यसमा चाहिँ हामी टी खान्ने। तर भन्दाखेरि 5 वर्ष अगाडि भनेको तपाईँ फरक पिरी फेचरमा हुनुहुन्थ्यो भने हामी फरक पिरी फेचर यसमा हामी टी खानेर। तपाईँ 5 वर्ष अगाडि कुन केनमा हुनुहुन्थ्यो त्यहाँ हामी केन भनेको लेख्ने। 12 नम्बरमा के छ भन्दाखेरि तपाईँ चाहिँ काम गर्दै हुनुहुन्छ, काम भनेको सिगोतो काम गर्दै हुनुहुन्छ भने सबैभन्दा माथिमा हामी टी खान्ने। 13 नम्बरमा के छ भन्दाखेरि यहाँ 13 नम्बरमा के छ भन्दाखेरि यहाँ के छ भन्दाखेरि अब तपाईँ जुन त्यो काम गर्दै हुनुहुन्छ भने त्यो भनेको सेम ठाउँमा सेम केनको सेम प्रिफेक्चरमा छ भने यसमा हामी टी खान्ने। तर भन्दाखेरि तपाईँ भन्दाखेरि यसमा के छ भन्दाखेरि अब फरक केनमा हो भने अब फरक केन हामी लेख्ने। जस्तै तपाईँ टोकियोमा बस्नुहुन्छ भने तर भन्दाखेरि तपाईँ काम भनेको चाहिँ अब चिबा केनमा गर्नुहुन्छ भने हामी यसमा लेखेर चाहिँ अब त्यो चिबा केन हामी लेख्नुपर्छ। तर भन्दाखेरि तपाईँ सेम केनमा काम गर्नु भएको छ भने हामी यसमा चाहिँ टी खान्ने। 14 नम्बरमा के छ भन्दाखेरि तपाईँ चाहिँ सेइसान भनेको के हो भन्दाखेरि अब तपाईँ फुल वर्कर हुनुहुन्छ भने यसमा चाहिँ टी खान्ने। तपाईँ वर्किङ चाहिँ हाकेन कम्पनीबाट गर्नुभएको छ भने यसमा हामी टी खाने। हाकेन स्या भने तपाईँ हाकेन कम्पनीबाट वर्किङ गर्नुभएको छ भने यसमा टी खाने। तर भन्दाखेरि तपाईँ चाहिँ सेइसान हो भने सबैभन्दा माथिमा टी खाने। तर तपाईँ चाहिँ अब अरुबाइतो भन्दाखेरि स्टुडेन्ट भिसा हो भने पातो अरुबाइतो भनेको तपाईँ स्टुडेन्ट भिसा हो भने यसमा हामी टी खान्ने। 15 नम्बरमा के छ भन्दाखेरि तपाईँको कम्पनीको नाम के हो यसमा चाहिँ लेख्ने। यसमा के छ भन्दाखेरि तपाईँको कम्पनीमा चाहिँ के काम हुन्छ, तपाईँको कम्पनीमा के काम हुन्छ भने यसमा चाहिँ लेख्ने। 16 नम्बरमा के छ भन्दाखेरि तपाईँ यो कम्पनीमा के काम गर्नुहुन्छ, तपाईँ चाहिँ यो कम्पनीमा चाहिँ के काम गर्नुहुन्छ त्यो भनेको हामी यसमा चाहिँ लेख्ने। यो लेखिसकेपछि हामी भनेको चाहिँ यो भनेको अब हामी खामीमा चाहिँ यसलाई पठाउनु पर्ने छ। खामी भनेको यस्तो तपाईँले दियो होला, तपाईँ यस्तो भनेको खामी दियो होला। हामी यो खामीमा लेखेर उसमा हामी राखेर आफ्नो यहाँ भनेको के छ भने आफ्नो युबिन मानको तपाईँको पोस्ट बिन नम्बर कति हो हामी त्यो लेख्ने, आफ्नो एड्रेस लेख्ने, आफ्नो नाम लेख्ने। यसलाई उकालेर हामी यो हामी डकुमेन्ट यसमा राखेर हामी चाहिँ यसलाई चाहिँ गएर बुझाउने। यसमा हामी चाहिँ स्टिकर भनेको बुझाउनु पर्छ, हामी यसमा टाँस्नु पर्दैन। हामी यो फ्रीमा चाहिँ हामीले यसलाई हामी पठाउन सकिन्छ। ठाउँ ठाउँमा तपाईँ त्यो जेपीको चाहिँ पोस्ट बक्स हुन्छ, त्यो पोस्ट बक्स हामी गएर यसलाई हाल्यो भने तपाईँको यो लेटर भनेको त्यहाँ जान्छ। त्यसले हामी यो भनेको भर्न भनेको धेरै जरुरी छ। बाई बाई।